हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज फेरि पनि म एउटा अर्को मोइस्चराइजरको रिभ्यू भिडियो लिएर आइसकेको छु। यसको नाम रहेको छ हाइड्रोनिक मोइस्चराइजिङ लोसन। प्याकेजिङको कुरा गर्दा चाहिँ यो चाहिँ पम्प बोटलमा आउँछ र यो चाहिँ भेरी हाइजेनिक एन्ड ट्राभल फ्रेन्डली रहेको छ। यो मोइस्चराइजर चाहिँ मलाई डक्टरले रिकमेन्ड गर्नुभएको हो। यसको टेक्सचरको कुरा गर्ने हो भने यो एकदम लाइट वेट, जेल बेस अनि नन स्टिकी रहेको छ। यसलाई चाहिँ लगाउँदा एकदम क्विकली एब्जर्ब गर्छ अनि स्किन चाहिँ फिल्स लाइक नन ओइली, नन स्टिकी फिल गर्छ यसले। यो चाहिँ एकदम पर्फेक्ट फर द ओइली, एक्नी प्रोन एन्ड कम्बिनेसन स्किन रहेको छ। इफ यहाँहरूको स्किन पनि सेन्सिटिभ, एलर्जिक, डिहाइड्रेटेड, कम्बिनेसन र एक्नी प्रोन स्किन छ भने चाहिँ त्यस्तो स्किनको लागि यो मोइस्चराइजर चाहिँ बेस्ट हुन्छ, किनभने यसले 48 आवर्स अफ द मोइस्चराइजेसन प्रोभाइड गर्छ। बट इफ योर स्किन इज भेरी ड्राई एन्ड मच्योर स्किन छ भने चाहिँ यो मोइस्चराइजर इनफ नहुन सक्छ फर द हाइड्रेसन। प्राइसको कुरा गर्ने हो भने यसको प्राइस जम्मा रु 625 रुपियाँ रहेको छ। यो मोइस्चराइजर मैले आफूले पनि विगत 2 वर्षदेखि लगाइरहेको छु र मैले आफ्नो स्किनमा धेरै नै डिफ्रेन्ट फिल गरेको छु पहिला अरू मोइस्चराइजर लाउँदा भन्दा। यो चाहिँ मलाई नर्विकको डक्टरले चेकअप पछि नै दिनुभएको हो र इफ यु गाइज आर लुकिङ फर द डर्मेटोलोजिस्ट बेस्ट मोइस्चराइजर देन दिस वान इज अ पर्फेक्ट मोइस्चराइजर फर यु गाइज। This moisturizer is non-comedogenic, fragrance-free, dermatologically tested, paraben-free, sulfate-free moisturizer रहेको छ। And it really works well under sunscreen and makeup because it does not provide the greasy residue even in the humid weather as well. If you guys are looking for the perfect moisturizers in this summer season, then this would be your best one. Thank you guys for watching this video.